मामु है बाबा भ्यायो मैले भ्याएँ ल्याऊ अब सुताउँ है म भाइ सुतिसक्यो म हजुरको आज चप्लेटी काखमा काखमा सुत्नु मन लाग्थ्यो मामुको कठै मेरो बुन्दुरो रुनुपर्छ त मामु काखमा सुत्नलाई सुताऊ भनेपछि त सुताइहाल्छु त तैँले फेरि मलाई नुहाइदिन्छस् कि नानी कहिले काहीँ भाइ हजुरको काखमा सधैँ नुहाउनु पर्छ भाइ नुहाउनु गर्छ तिमी नुहाउनु गर्नु पाइने हो मैले त पुटुरी बुनालाई नि मामु काख चाहियो भ्याएको त अब आज भाइ नुहाउनु गरिसक्यो अब बुनलाई नुहाउनु गराइदिन्छु है त अच्छा